सुखकर्ता दुःखहर्ता वार्ता विघ्नाची नुरवी पुरवी प्रेम कृपा जयाची सर्वांगी सुंदर ओटी शेंदुराची कंठी झळके माळ मुक्ता फळाची जय देव जय देव सुमनसवन्दित सुन्दरि माधवि चन्द्र सहोदरि हेममयि मुनिगणवन्दित मोक्षप्रदायिनि मञ्जुळभाषिणि वेदनुते पङ्कजवासिनि देव सुपूजित सद्गुणवर्षिणि शान्तियुते जय जय हे मधुसूदन कामिनि आदिलक्ष्मि जय पालय माम् ऐकलिकल्मषनाशिनि कामिनि वैदिकरूपिणि वेदमये क्षीरसमुद्भव मङ्गलरूपिणि मन्त्रनिवासिनि मन्त्रनुते मङ्गलदायिनि अम्बुजवासिनि देवगणाश्रितपादयुते जय जय हे मधुसूदन कामिनि धान्यलक्ष्मि जय पालय माम् जय वरवर्णिनि वैष्णवि भार्गवि मन्त्रस्वरूपिणि मन्त्रमये सुरगणपूजित शीघ्रफलप्रद ज्ञानविकासिनि शास्त्रनुते भवभयहारिणि पापविमोचनि साधुजनाश्रितपादयुते जय जय हे मधुसूदन कामिनि धैर्यलक्ष्मि जय पालय माम् जय जय दुर्गतिनाशिनि कामिनि सर्वफलप्रद शास्त्रमये रथगजतुरगपदादि समानुत परिजनमण्डित लोकनुते हरिहर ब्रह्म सुपूजित सेवित तापनिवारिणि पादयुते जय जय हे मधुसूदन कामिनि श्रीगजलक्ष्मी पालय माम् ऐकगवाहिनि मोहिनि चक्रिणि रागविवर्धिनि ज्ञानमये गुणगणवारिधि लोकहितैषिणि सप्तस्वरवरगाननुते सकलसुरासुरदेव मुनीश्वर मानववन्दित पादयुते जय जय हे मधुसूदन कामिनि सन्तानलक्ष्मि पालय माम्
थुङ्गा थुङ्गा टिपेर तिमी हिँड्ने गोरेटो सपनाले भरेर रङ्गी बिरङ्गी फुलको थुङ्गा थुङ्गा टिपेर तिमी हिँड्ने गोरेटो सपनाले भरेर आँखाको नानीमा सजाउने संसारले जुन त लाग्यो ताराले मन त लाग्यो मायाले यो पहाड त्यो पहाड हेर्दा हेर्दै साराले जुन त लाग्यो ताराले हाम्रो गीत परिहरू साराले जुन त लाग्यो ताराले मन त लाग्यो मायाले यो पहाड त्यो पहाड हेर्दा हेर्दै साराले जुन त लाग्यो ताराले मन त लाग्यो मायाले यो पहाड त्यो पहाड हेर्दा हेर्दै साराले
हामी बाँचौँ न सँगै साथ साथ बाँकीका दिनहरू सँगै बिताउन सँगै हाँसौँ अनि सँगै मरौँ न सोचेको झै हुन्न भन्छन् जीवन यो सायद हामी नयाँ संसार बनाउन घडीका इस्वीहरू टक्क रोक्न पाएता तिमीलाई हेरिरहन्थे तिमीलाई तिमी हाँसेको खेलेको मिलाएको मिलाउनै लागेको भर्खर मिलाएर उठेको उठेर मलाई पुलुक गर्दै हेरेको छेउमा को छ भन्दै हेरेको जिउ तानेको छेउमै सुतेकी तिमीले मम्मीलाई कोट्याउँदै बोलाएको जे खाँदा पनि मिठो पानी खाएको अनि खाएपछि गरेर वाक्क जिगर पड्काएको ओठ चोसो पार्दै गर्दै जमेको अनि डाइपरमा पहेँलो हतार बनाएको रियाज बनाउँदै तिम्रा साना आमाले मेरा नाक कान दारी र घट्दै गएको कपाल तानेको यस्तै साना पलहरू छुट्नै नपाए कति रमाइलो हुन्थ्यो हो यस्तै साना पलहरू छुट्नै नपाए कति रमाइलो हुन्थ्यो अनि फेरि सोच्छु मेरा आमाले पनि यसै सोच्थ्यो मेरो stop the clock and enjoy the moments of my daughter. Yeah, but that's just my way because that's what my parents wish as well. Because they're seriously a very small little kid. That's what I was saying. Thank you everyone for coming here, especially everyone actually. Nepal, from Canada, around Sydney, from different nationalities, different backgrounds. Really thankful for you. We're guys with that. Before that, यसरी बोकेर बसेको बेला हामी मुस्कुराएको हुन्छ छेला राखेर छोरी मुस्कुरा हाँसे छाती लातो हुन्छ भर्खर पिसाब फेरिन्छ नरम जसरी के हुन्छ थाल्छ अनि बल्ल फेरिन्छ Until my daughter cries, she is her mom's daughter, and then when she starts crying, she is my daughter. And whenever I carry her on my chest, if you start up to all the moms, really, त्यसपछि त्यहाँ स्लिपलेस नाइट्स अनि त्यसको अरू कुराहरू धेरै कुराहरू आयो बिच आएन त्यसले डिस्ट्राइब थाल्छ अनि बल्ल दिन्छ तिमी आयो घरमा उज्यालो आयो सबैको मुहारमा आँसु आयो मैले त अडियो गलत भएछ है तिमी आयो घरमा उज्यालो आयो सबैको मुहारमा आँसु आयो
I get lost in her eyes and I can't keep track of time. At the time they saw, I was like, I came from my work and I feel like I spent just a few hours, but then it's already time to go to bed and then go to work tomorrow. So time has flown really quickly. I wish I could capture those, but तिमीलाई देख्छु धेरैको धेरै देख्छु समय बितेको थाहै पाउँदिन मलाई संसारै लगाउने लगाउने मेरो छोरी बाबा बिहान गरी हुन्थे मलाई संसारै लगाउने लगाउने बाबा बिहान गरी हुन्थे किनाका हो राष्ट्र हुँदैन जहिले जेली हुन्छ डराउने छोरी उसकै हुन्छ फेरि रुन थाल्छ नि बल्ल फेरि हुन्छ which I released last year, and त्यसपछि चाहिँ
जैसा चश्मा लगा के कोकोनट वाला लस्सी मिला के आ जाओ सारे मुंड बना के कोकोनट बना के जैसा चश्मा लगा के कोकोनट वाला लस्सी मिला के आ जाओ सारे मुंड बना के जब ये गाना बजेगा on the floor आना पड़ेगा लुंगी को उठाना पड़ेगा सब करके दिखा
माघको महिना थियो जाडोले सताइदियो यसमा हजुरहरू आफूले मोबाइलमा पहिलो जस्तो माघको महिना भन्दा मा लेख्नु भयो नि त्यसरी हजुरहरूले लेख्नु भयो हुन्छ यो माघको महिना थियो जाडोले सताइदियो धनीको घरमा भने शिर प्रसन्न थियो वनबाट ल्याएको स्याउलाले घर चालेको प्रशस्त दूरीबाट त्यहाँ पानी चुहिएको सानो झुपडी त्यही पनि चुहिएर खतम भयो 10 जना परिवार जाडो महिना पिरो भइदियो नेपालका पहाडी घर धेरै यसैले भइदिए उजाड लाग्दो भयो त्यहाँ असिना बसिदिए अहिले संस्कृतिमा थोरै विश्राम लिए देखे मानिसहरू सबैले के हिजो भयो भन्दछन् भनका न्याउलीहरू पनि फुलो बिलाउन गर्दछन् घाम लाग्दा सबैजना खुसी भई हाँस्दछन् टलटल गरी रमाइरहेका मुखको बाहिर बस्दछन् काम गरेर दिनभर साँझमा फर्कन्छन् घर लिन जान्छन् वनमा स्याउला रोन्छन् ती धर धर मामाको घर जान्छौँ भन्छन् ती रुँदै आत्तिएर टिलपिल टिलपिल गहरी आँसुका धारा हेर यो नितान्त मेरो व्यक्तिगत जीवनसँग मेल खाएको कविता हो अब जीवनका धेरै उदाली दुःखहरू गरेर अब अस्ट्रेलियाको एउटा भूमिमा हाम्रो छोरा बुहारी अथवा छोरी जे भने यिनीहरूको कारणले नै आज हामीले त्यहाँ नाच्ने परिस्थितिले हामीलाई बोलाएर दुईटा परिवार एकसाथ हामी बस्न पाउने स्वर्ण अवसर प्रदान गरेकी छन् परिस्थिति देउमाले आसामीहरू त्यहाँ डबलको पनि डबल पार्ने पछाडि शून्य थप्ने किन लियो बेमानिस गरिन् यस्तो कसरी खप्ने किन लियो बेमानिस गरिन् यस्तो कसरी खप्ने धन्यवाद प्रसाद देउमाने देवघाट राईमाटी तनहुँ कन्याली मेरो जन्मस्थान तनहुँ हो सबैभन्दा थोरै माथि र आज चितवनमा बस्छु अब समय यहाँहरूले धैर्य गर्न सक्नुभयो भने अर्को एउटा विदेशीका छोरा बुहारी छोरी ज्वाइँहरूलाई सम्झेर सानो म यहाँ आउनुभन्दा थियो तपाईँलाई तयार गरेको छु तपाईँले साथीमा फेरि उपस्थित हुनेछु यदि समय अलिकति भइदियो भने यसलाई स्वीकार गर्नुभयो धन्यवाद सबैमा मैले जुत्ता लगाइकन आएको छु त्यसको लागि माफ गर्नु है खुट्टाले है सबैजनालाई नमस्कार यहाँ सबैजना आउनुभयो धेरै खुसी छु अनि हजुरहरू हरेक व्यक्तिहरू हाम्रो जीवनमा ठुलो खास हुनुहुन्छ त्यही भएर आज हामीले हाम्रो हुर्किँदै गरेको परिवारलाई साथ माया आशीर्वाद दिनलाई हजुरहरूलाई मैले बोलाएको हो होइन आशा छ रमाइलो भइरहेको छ होला केही भुलचुक भएमा मागेर गर्ने अनि अब म आज चाहिँ खासमा यहाँ चाहिँ धन्यवाद नै भन्न आएको है किनकि म धेरै बजे अगाडि बोलेको भएर हल्का नर्भस भएको छु होइन मेरो शब्दहरू यताउता हुनसक्छ नि मिलाएर बुझ्दिनँ होला फर्स्टमा म धन्यवाद मेरो कर्म दिने बुवा आमामा सुरु गर्न चाहेँ मेरो कर्म दिने बुवा आमालाई धेरै धेरै धन्यवाद यति सात समुद्र पारीबाट हामीलाई माया आशीर्वाद दिन आउनुभएको रहेछ आफ्नो व्यापार बिजनेस सबै ठप्प राखेर त्यसको लागि हामीले एकदम मनैदेखि कृतज्ञ छौँ अनि धेरै धेरै धन्यवाद एक असल शासनसत्ता भइदिनु भएकोमा हामीलाई यसरी भित्ता बनेर पछाडि अडियन्स लगाइदिनु भएकोले नै हामीले चाहिँ कहिले पछाडि फर्केर हेर्नै परेको थियो बाहिर आएको छौँ होइन घर के भएर आएको छ हेर्नै परेको छैन किनभने
बिजनेस व्यापार सबै कुराहरू चाहिँ ठप्प राखेर आफ्नो बिजनेस व्यापार व्यवहार सबै एक वर्षलाई जेसुकै होस् म मेरो छोरीलाई यहाँ मद्दत गर्छु मेरो नातिनीसँग बस्छु भनेर आउनुभएको छ मेरो नाति छोरीको निन्द्रा बिग्रिन्छ भनेर नानीलाई नै आफैसँग लगेर सुताउनुहुन्छ मैले त पाइदिनु मात्र हो उहाँहरूले हुर्काउनु बढाउनु सबै उहाँहरूले गर्नुहुन्छ अझ मम्मीले त उसको आज पनि म खाइदिन्छु भन्नुहुन्छ होइन त्यति धेरै माया गर्नुहुन्छ यति धेरै माया दिनुभएकोमा धेरै 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 मनदेखि नै धन्यवाद अनि अब म कसरी धन्यवाद दिनु भने मेरो श्रीमानजीलाई म उहाँको धेरै प्रशंसा त गरिरहन्न तर आज मौका मिलेको बेलामा म गर्छु भने मेरो जिन्दगीमा आएर मेरो जिन्दगीलाई सहज बनाइदिनु भएकोमा धेरै धन्यवाद थ्याङ्क यू फर गिभिङ योर सेक्युरिटी यो रिलेसनसिपमा चाहिँ विश्वास माया मूल्य छ एक दिन पनि कहिले पनि त्यो विश्वासको कमी भएको छैन सधैँ मलाई रेस्पेक्ट दिइरहनु भएको छ थ्याङ्क यू सो मच फर गिभिङ योर सेक्युरिटी रिलेसनसिप अनि बाबालाई पनि धेरै धन्यवाद ड्याडी मम्मीलाई पनि धेरै धन्यवाद बाबालाई अझ धन्यवाद यति राम्रो छोरा दिनुभयो संस्कार परमेश दिनुभएकोले नै आज मेरो जिन्दगी सहज भएको छ अनि ड्याडी मम्मीलाई चाहिँ मैले धन्यवाद दिएर नि होइन है यति धेरै माया गर्नुभएको छ कि अब के भन्नु अब मेरो दादा भाउजूलाई पनि धेरै धन्यवाद अन्तिममा यति टाढाबाट पढ्न आउनुभएको छ रात काम छोडेर त्यसको लागि धेरै धन्यवाद अनि यहाँ सबैजनालाई विद्यालय समितिको शुभकामना सबैजनाको दसैँ एकदम शुभ रहोस् खुसी रहोस् त्यही भन्दै म सबैलाई धेरै सबैलाई बुझाउन चाहन्छु मैले कति धेरै कुरा भन्न छोडेँ होला त्यसको लागि माफ गरिदिनु होला धन्यवाद Stop.